आज मसँग यो स्वस्पर्श किताब छ डाक्टर नवराज केसीको। यसको एउटा प्रसङ्ग म तपाईहरुलाई पढेर सुनाउँछु। मिल्यो भने सुन्नेको मूल्य पनि मसँग छ, त्यसको पनि एउटा प्रसङ्ग पढेर सुनाउँछु र त्यसले तपाईं हाम्रो मानव अस्तित्वको बारे, मानव चरित्रको बारे र मानव मनोविज्ञानको बारे के भन्छ। त्यसपछाडि किताब, त्यो पनि यस्ता किताबहरू किन पढ्ने र त्यसले हाम्रो मस्तिष्कमा कस्तो असर पार्छ, त्यसमा आज अलिकति चर्चा गर्छु। सुरुमा म तपाईहरुलाई स्वस्पर्शको एउटा प्रसङ्ग पढेर सुनाउँछु है। ल सुन्नुस्। यो 2080 साल कार्तिकमा तिहारको मुखमा जुन भुइँचालो गएको थियो जाजरकोटलाई केन्द्र बनाएर, अनि त्यो बेलाको प्रसङ्ग डाक्टर साहबले लेख्दै हुनुहुन्छ। तर यो कडाली हो जो युगौँदेखि दुःख निल्नमा माहिर छ। त्यस गाउँमा बाँच्न सफल एक हुल युवती ठाउँ ठाउँमा आगो बालेर साग र रोटी पकाउँदै थिए। युवाहरू सुकेको काठमा प्लास्टिकको छानो उनेर ससाना घर बनाउँदै थिए। केही मानिस हरियो बाँस काट्दै थिए। मृत्यु भएकाहरूको विधिवत अन्त्येष्टि गर्ने उनीहरूको जिम्मा थियो। अलि पर एउटा भत्किएको घर अगाडि एउटी आमा आफ्नै बच्चाको शव काखमा बोकेर भत्किएको घर उधिँदै थिइन्। एकचोटि दृश्य कल्पना गर्नुहोस् है। आमाले बच्चाको शव काखमा च्यापेर घर उधिँदै त्यो उखेल्न खोज्दैछन् कि घरको त्यो उहरू भत्केको कुराहरू फाल्दैछन्। सबैजना चकित थिए। उनको परिवारमा उनको आफू बाहेक त्यही छोरो मात्र थियो। सबैलाई लाग्यो कतै बौलाइन् कि। हरियो बाँस काट्दै गरेका एक वृद्ध उनको नजिक गए। उनको काखमा रहेको बच्चाको नापो लिए। गाह्रो नपरोस् भनेर सुस्तरी उनले एउटा मधुर प्रश्न गरे। नानी, छोरो त काखमै छ, के खोजेको तिमीले भत्क्या घरभित्र? अब सतीगति गर्ने बेला भइगयो बा। ल्याऊ बाबुलाई, म उसकै जिउको नापो अस्थायी बाँस काटी तयार पार्छु। ती आमाले आफ्नो गतिमा कुनै बदलाव नलिएर घरलाई आफ्ना नङ्ग्राले उधिनिरहेकी थिइन्। हिक्क हिक्क आवाज निकालेर जोड जोडले अलापिरहेकी थिइन्। मेरो बाबुलाई तिहारको नयाँ कपडा किनिदिएकी थिएँ। तिहारकै दिन लगाई भैली खेल्ने भन्दो थियो। हरेक वर्ष गाउँका अरू नयाँ कपडा किनी लाउन्या हामी आमा छोरा कपडा सिलाउँथ्यौँ, टालो हाल्थ्यौँ। म गरिब एक्लै आमा त भइगएँ। यो वर्ष बल्ल तल्ल एक जोर राम्रो नयाँ कपडा किन्न सकेकी थिएँ। नयाँ कपडा देखिकन कति खुसी भएको थियो मेरो मुटु। मेरो बाबु, म मेरो बाबुलाई त्यही कपडामा बेरी बिदाई अर्छु। पख एकछिन पख, कपडा कतै पुरिएको छ। म मेरो बाबुलाई उसकै मनपर्ने कपडा बिदाई अर्छु। यो पढ्दाखेरि नभक्कानी रहन चाहिँ कसैलाई पनि एकदमै गाह्रो छ। ती आमाको मातृत्वको शासन रोक्ने हिम्मत कसैसँग थिएन। सबै एकैछिन पर्खिए। केही समयमै उनले आफ्नो सर्वस्व निलेको धरतीको छाती चिरेर त्यो कपडा निकालिन्। छोराको लुलो शरीरमा जमेको अन्तिम धुलो पुछिन् र नयाँ कपडा लगाइदिइन्। उसकै शरीरको नापोमा बनेको हरियो बाँसको सवारी तयार थियो। सुन्दर चम्किलो नयाँ कपडालाई सेतो सस्तो कपडाले ढाक्यो। ढिलो हुन लागेको थियो। सबैजना भटाभट सब उठाएर फटाफट भेरी नदीको तीरतिर लागे। कोही शङ्ख बजाउँदै थिए, तर चिच्याइरहेका मानिसको आवाजमा शङ्खको आवाज विलिन भएको थियो। मैले आफ्नो जीवनमा पहिलो पटक शवहरूको जुलुस देखेँ। त्यसपछि केही महिनासम्म देखिरहेँ सपनामा। यसमा थप व्याख्या गर्नुपर्ने कुरा केही पनि छैन। त्यस पछाडि म तपाईँलाई एकचोटि उसमा फर्काउँछु, सुन्नेको मूल्य फर्काउँछु। त्यसको एउटा प्रसङ्ग पढेर सुनाउँछु है। अनि त्यस पछाडि ल अब बुबालाई चिठी भन्ने अध्याय सुन्नेको मूल्यबाट एउटा प्रसङ्ग म पढेर सुनाउँछु। डाक्टर साहब, बच्चाकी आमाले जिद गरिरहेकी छ। के जिद? मान्दिनँ। के मान्दिनँ? ऊ बच्चालाई दुध चुसाउन चाहन्छे। बच्चा त मरेको जन्मेको छ त, दुध चुसाउन कसरी सम्भव होला? उहाँ आफू चाहिँ पेडियाट्रिसियन हो, बच्चाको डाक्टर साहब हो। उहाँले आफ्नो बिरामीको उसित भएको, के अरे बिरामीसित भएको भनौँ न, बिरामीको बाउ आमासित भएको संवाद सुनाउँदै हुनुहुन्छ। मैले सम्झाएको हूँ डाक्टर साहब, बारम्बार सम्झाएको हूँ, खै जति गरे नि मान्दिनँ। त्यो लास भयो नि, दिनु न, अर्को विकल्प जानिन हजुर। ऊ त्यसैलाई दुध चुसाउन चाहन्छे, ऊ प्रयास गर्न चाहन्छे। यो वार्तालाप केवल शब्दार्थमा मात्र चलेको थिएन, सँगसँगै बहुत कुछ चल्दै थियो। बच्चाको बुबाका आँखामा आँसुको भल बगिरहेको थियो अनि डाक्टरको छातीभित्र आँधीबेहरी र भाव भूकम्प चलिरहेको थियो। ल त्यस पछाडि के भयो त? एउटा व्यवस्था मिलाइयो। बुबालाई कसैलाई नभन्नु भन्ने कसम पनि खुवाइयो। उसले सहजै स्वीकार्यो पनि।
आमालाई सुटुक्क नजिकैको कोठामा लगेर राखियो, कसैले नदेख्ने गरी। अनि सेतो कपडामा आधा निलो आधा रातो, ठाउँ ठाउँमा रगतले पोतिएको, सास नफेरिरहेको, मुटुको गति शून्य भएको बच्चालाई अब एकैछिनमा उसकी आमालाई दुध चुसाउन चाहेकी छिन्। यहाँ मरेको बच्चा कसरी भनौँ? बच्चा कोठामा बन्द थियो। डाक्टर ढोकानेर उभियो। उसको ठ्याक्कै अगाडि भीमकाजी थिए। उनी बस्नु र उठ्नुको बिचको मुद्रामा थिए। महाभारतको भीम जस्तो अग्लो र ठुलो शरीर बल लगाएर कुप्राएरै आफ्ना हातले आमाको कुमकुम छुँदै उनी आफू त्यहाँ रहेको अनुभूति र सहानुभूति दुवै दिँदै थिए बच्चाकी आमालाई, जो संसारमा कहिल्यै नगरिएको प्रयत्न गर्न गइरहेकी थिइन्। आमाले बच्चालाई हातमा समातिन्। हातबाट काखसम्म झार्न केही मिनट लगाइन् होला। सुस्त, बहुत सुस्त। नदुखेस् भनेर हो कि खै कारण बुझ्न सकिएन। सायद यो सुस्तता बुझ्न उनी नै हुनुपर्थ्यो, जो सम्भव थिएन। काखमा राखेपछि उनले बच्चालाई बहुत गहिरिएर हेरिन्। बच्चाले उनलाई हेरेन, जसमा कुनै जीवन बाँकी छैन भनी डाक्टर आफैले घोषणा गरिसकेको थियो। त्यो शरीरमा अझै उनले प्राण देखिरहेकी थिइन्। उनको आफ्नो प्राण थियो। जीवनमा सबैभन्दा जीवित कुरा के हुन्छ? आफ्नो धड्कन होइन र? अनि यो उनको धड्कन थियो। महिनौसम्म उनीभित्र निरन्तर भटभट गरिरह्यो। आफूभित्र त्यत्रो समय चल्ने यो पनि त उनको प्राण थियो नि। फेरि उनले बच्चालाई पहिलोपटक भेटेकी पनि त होइनन्। बच्चा पेटमै हुँदा पनि त उनले उसको अनुहार देखिसकेकी थिइन्। त्यो करिब झन्डै 9 महिना उनीहरूको हरेक पल भेट भएको थियो। केही समय निहालेपछि उनले आफ्ना स्तनका मुन्टा निकालिन्। बच्चाको ओठमा पुर्याइन्। बच्चाका ओठ बन्द थिए, उसका आँखाहरू झैँ। बन्द ओठमा उनले आफ्ना स्तन टाल्न थालिन्। उताबाट कुनै प्रतिक्रिया आएन। उनी अझै अगाडि बढिन्। उनका हात काँपिरहेका थिए, सास जस्तै। उनले आफ्नो स्तन बच्चाको बन्द ओठमा बिस्तारै बिस्तारै अनि अन्त्यमा जोडले घोट्न थालिन्, घोटिरहन्। उनलाई यसले खुसी दियो पक्कै भन्न सकिन्न, तर चोट अलि कम गर्यो कि। जीवनमा मानिसहरू सधैँ भगवानसँग खुसी माग्दैनन्। संसारका धेरै मानिसको प्रार्थनामा दुःख थोरै भए पनि कम भइदियोस् भन्ने पनि हुन्छ होला। यहाँ डाक्टरले यही देख्यो। उसले यही बुझ्यो, यति मात्र बुझ्यो। उसलाई बल्ल महसुस भयो, हेर्दा हेर्दै उसका आँखा पनि गिला भएका रहेछन्। आँसु झरेनन्, आँखैमा अड्किए। अनि काला काला भैँसी जस्तै उसका आँखा आँसुका दहमा आहाल बसिरहेका थिए। यो दृश्यको वर्णन गर्ने शब्द उसँग छैनन्। उसँग मात्रै होइन, सायद कुनै भाषा र शब्दकोशमा यो अनुभूतिका लागि शब्द छैनन्। तर उसको मस्तिष्कको स्मृतिकोशमा भने एउटा रहस्य टलपल गर्दै थियो। यो ज्ञानको रहस्यलाई माइक्रोकाइमेरिजम भन्ने गरिन्छ। जुन दिन मानिसले यो कुरा बुझ्छ, त्यो दिनदेखि उसले संसारका हरेक आमालाई अत्यन्त फरक नजरले हेर्ने गर्छ। यो कथा यति मात्रै पढेर सुनाउँदा पनि हुन्थ्यो, तर ती आमाको त्यस्तो अवस्था कसरी भएको थियो भन्ने बुझाउनको लागि र हाम्रो आजको नेपाली समाज, आजसम्म पनि हाम्रो समाज कहाँ छ भनेर बुझाउनको लागि त्यसको अलिकति पृष्ठभूमिको कथा पनि म तपाईँलाई पढेर सुनाउँछु है। अब एकछिन हामी अब बाबुआमाको एकचोटि कथा अलिकति यसको ब्याकग्राउन्ड सुनौँ है। त्यो रात उनको साथी नेत्रे भारतबाट आएको थियो। खुकुरी रमका ठुला बोतलले उसको झोला भरिएको रहेछ। गाउँको चौतारी जहाँ उनीहरू सानो हुँदा मोजाको भकुन्डो खेल्थे अनि युवा हुँदा तासमा भिड्थे। साँझ पख साथीले भीमकाजीलाई जलपान गर्न निम्तो गर्यो। घरमा श्रीमती गर्भवती थिइन्। अब कुरा बुझ्नु भएन? नेत्रे भनेको त्यो बच्चाको बाउ, महिलाको श्रीमान। बच्चा जन्मने दिन नजिकै थियो अनि भीमकाजी बाबु भन्ने सपनामा झुलिरहेका थिए। मैले गलत भने है। भीमकाजी भनेको बाबु, नेत्रे भनेको उनको साथी भारतबाट आएको है। पहिले त उनले इन्कार गरिदिए, तर साथीले जिद गर्यो, फेरि गर्यो। जिद बलियो थियो। भीमकाजीको इन्कारले नेत्रेको जिदसँग हार्यो। दुवैले नजिकैको चौतारीमा बसेर खुब खाए पिए। बचपनको गफ, यौवनको गफ, नेत्रेका भारत यात्राका गफ, यस्तै यस्तै रङ्गीन गफ चलिरहे। झ्याप भएर चलिरहेको रङ्गीन गफमा उनीहरू लट्ठ परेर समय, संसार अनि आफैलाई पनि भुलिरहे। रातिसम्म, मध्यरातिसम्म घरमा चाहिँ उसकै भीमकाजीकी श्रीमती गर्भवती, अब बच्चा जन्मिने अवस्थामा छ। रातिसम्म घर नआएपछि गर्भवती श्रीमती गाउँघरमा लोग्नेलाई खोज्न थालिन्। उनी खोज्दै खोज्दै त्यहीँ पुगिन् जहाँ उनीहरू नसामा हराइरहेका थिए। आफ्नो लोग्नेको ताल देखेर उनलाई बहुत रिस उठ्यो। उनी मुठी कसेर गाली गर्न थालिन्। उनी रोकिएनन्। गालीको बाँड राँकिएर निस्कन थाले। नेत्रे भारतको लाउरे थियो।
लाउरे साथीको अगाडि भीमकाजीलाई गाली पचाउन गाह्रो परिरहेको थियो। साथीको अगाडि गाली खाँदा भीमकाजी बिस्तारै तात्तिए। खोइ कसरी अनायासै उनको एउटा खुट्टो आफै उठ्यो। अचानक रोक्दा रोक्दै पनि उनले आफ्नी श्रीमतीलाई एक लात्ते हान्न पुगे। श्रीमती चौतारी तल खसिन्। उनी चिच्याइन्, कराइन्। गाउँलेहरू भेला भए। उनको योनिबाट हलफाल रगत बगिरहेको थियो। दृश्य भयावह थियो। यो देखेर भीमकाजीको रक्सीको नसा पनि तुरन्त उत्रियो। कुरा बुझ्नुभयो है? बच्चाको कसरी मृत्यु भएको रहेछ। जन्मिने बेला भएको बच्चाको कसरी आफ्नो बाबुको लात्तीबाट, बाबुको साथीको रक्सीको, साथीले इन्डियाबाट ल्याएको रक्सीको नसामा कसरी मृत्यु भयो र आमाले कस्तो दुःख भोग्नु पर्यो भन्ने त्यो तपाईँहरूले बुझ्नुभयो है। शून्यको मूल्य आफैमा यसको पनि शीर्षक हेर्नु भएन? साहस र स्नेह। यसमा साहस भन्ने कुरा थियो, तर यसमा चाहिँ आशा, प्रेरणा र खुसीका कथा। जुन जङ्गबहादुरको कथा यो 16 वर्षमा डाक्टर नवराज केसीले भन्नुभएको थियो, त्यसमा त्यो जुन बच्चा भुइँचालोले जसलाई घरमा पुरेर मार्यो, जसकी आमाले उदिनेर उसको नयाँ लुगा निकालिन्, त्यो भनेको डाक्टर केसीले लेख्नुभएको यो किताबको मुख्य कथाहरूको एउटा चाहिँ उपकथा मात्रै हो कि। गाउँमा उहाँ चाहिँ त्यो जिल्ला अस्पतालमा बच्चाहरूको उपचार गरेर जङ्गबहादुरको गाउँ पिउली गाउँमा जाँदाखेरि बाटोमा भेटिएको एउटा सानो सहायक कथा मात्रै थियो त्यो। अब तपाईँ कल्पना गर्नुहोस्, एउटा सहायक कथा त्यति शक्तिशाली छ भने उहाँले लेखेका मुख्य कथाहरू कति शक्तिशाली होलान्। र यसमा जुन आशा, प्रेरणा र खुसीका भन्नुभएको छ र कस्तो खालको सङ्घर्ष गरेर त्यहाँका मान्छेहरू त्यस पछाडि अब उनीहरूले कसरी आशावान छन्, कसरी प्रेरणा पाउँछन्, कसरी खुसी खोज्छन्। र मैले अघि भन्दै गर्दाखेरि जुन दुईटा एक्सट्रिम उदाहरणहरू मैले तपाईँहरूलाई यो दुईटा कथा पढेर सुनाएँ, जहाँ चाहिँ एउटा बच्चाको वियोगमा आमा तडपिराखेको यो दुवै कर्णालीको कथा थियो डाक्टर नवराज केसीको दुईटा किताबमा। यस्तो पढ्ने किन, मैले सुनाउने किन, तपाईँहरूले सुन्ने किन, आज मैले यो विषयमा भिडियो किन बनाइराखेको छु, यो किताब पढ्न म तपाईँहरूलाई किन सिफारिस गरिरहेको छु, छुटाउनु भएको छैन, यो किताब पनि पहिलेदेखि पढ्नु मैले सिफारिस किन गरेँ भन्दा त्यसको एउटा कारण छ। अब ध्यान दिएर सुन्नुहोस् है यसको महत्त्व। त्यो भनेको के भने तपाईँ हाम्रो जिन्दगीभरि केही पनि राम्रो काम अथवा तपाईँ हाम्रो मस्तिष्कलाई फराकिलो पार्ने काम, आफूलाई अगाडि बढाउने काम, आफूलाई अझ अब्बल बनाउने काम त्यो नगरे पनि यो त्यत्तिकै बित्छ। तर गर्ने हो भने फेरि छोटो समयमा पनि एकदम धेरै काम पनि गर्न सकिन्छ। र खास गरी जुन यो एक्सट्रिम कुराहरूको मैले यहाँ व्याख्या गरेँ नि, त्यो तपाईँ हामीमध्ये 99% मान्छेहरूको जीवनमा कहिले पनि नआउला भन्ने आश गरौँ है। आउँदैन भन्ने ग्यारेन्टी छैन। भदौ 23-24 जे भयो त्यो हेरिकन चाहिँ त्यो जुन मैले 1% राखेँ त्यो चाहिँ 10, 15, 20, 25, 50 पनि पुग्न सक्छ। भविष्यको केही पनि भन्न सकिँदैन। तर अहिलेसम्म के थियो भने मैले अनुमान मात्रै लगाएको 1% मान्छेको जीवनमा चाहिँ यस्तो कठोर त्रासदी आउँछ। त्यसको बारेमा बाँकी 99%ले किन जान्ने भन्ने चाहिँ एकदम महत्त्वपूर्ण प्रश्न हो कि। किनभने जो मान्छे, जो पात्रहरू यी कथाहरूमा छन् उनीहरूले त यो किताब यो कथाहरू उनीहरूलाई टार्गेट गरेर लेखिएको पनि होइन, यो पढ्ने अवस्थामा उनीहरू पनि छैनन्। तर तपाईँ हामी जसले हामीलाई आम मान्छे भन्छौँ अनि हामीले चाहिँ यो किताब किन पढ्ने भन्ने कुरा एकदम फ्यासिनेटिङ कुरा गर्छु म। मलाई योभन्दा अगाडि सुनिरहनुहुन्छ भने तपाईँहरूलाई पक्कै पनि थाहा छ मैले यो ब्रेनको एउटा नयाँ मोडेलको कुरा गर्छु। अनि ब्रेनको कुरा गर्दाखेरि एकदम गजब तरिकाले डाक्टर साहबले यहाँ लेख्नु भएको छ। खास गरी यो पीडा, सफरिङ, दुःखको बाटो, अनि त्यस पछाडि मान्छेले पीडालाई कसरी प्रोसेस गर्छ, सही तरिका के, गलत तरिका के, त्यसको बायोलोजी के हो भन्ने चाहिँ यस्तो नक्सा बनाएर डाक्टर साहबले किताबमा लेखिदिनु भएको छ है। त्यो यही किताबमा पढ्नु होला। यसमा केही पनि भन्दिनँ, किनभने अब यो विषयमा मभन्दा 20औं गुणा बढी पढेर जाने डाक्टर साहबले लेख्नु भएको छ। तर मैले तपाईँहरूलाई यो चाहिँ एउटा ब्रेनको नयाँ मोडलको बारेमा भन्छु है। त्यसले हाम्रो ब्रेनलाई प्रेडिक्टिभ इन्जिन भन्छ है। अनि त्यस पछाडि त्यो प्रेडिक्टिभ इन्जिन भनेको कस्तो भने हाम्रो मस्तिष्क भनेको क्यामेरा जस्तो, जति नयाँ कुरा आउँछ त्यसलाई स्टोर गर्दै अनि विकास हुँदै जाने होइन कि च्याट जिपिटी अथवा लार्ज ल्याङ्ग्वेज मोडल जस्तो हरेक क्षण चाहिँ नयाँ कुरा प्रेडिक्ट गर्दै त्योसित म्याच गर्दै मिल्यो कि मिलेन गर्दै अपडेट गर्दै जाने एकदमै सक्रिय इन्जिन हो भन्छन् त्यो प्रेडिक्टिभ इन्जिनवाला मोडलका साइन्टिस्टहरूले। त्यो एक्सप्लेनेसनले के भन्छ भने जब तपाईँ हामीले
आफ्नो जीवनमा कहिल्यै नदेख्ने, कहिल्यै नबग्ने अथवा अहिलेसम्म कहिल्यै नदेखे, कहिल्यै नबगेको कुराहरू किताबमा पढ्छौँ, सिनेमामा हेर्छौँ, वृत्तचित्रमा हेर्छौँ, किताब भनेको उपन्यास होस्, कथा होस्, निबन्ध होस्, संस्मरण केहीमा पनि पढ्छौँ अथवा कल्पना गर्छौँ है। त्यो गर्ने बेलामा के हुन्छ भने हाम्रो मस्तिष्कको चाहिँ असली विकास हुन्छ के। त्यसको म तपाईँलाई उदाहरण दिन्छु। तपाईँ हामीमध्ये धेरैजना कि त बाबुआमा बनेका होला, कि बन्ने क्रममा होला, अथवा हाम्रो बन्ने इच्छा छ होला, अथवा बन्ने उमेर अहिले पुगेको छैन होला, अथवा त्यसको बारे हाम्रो कुनै एउटा धारणा छ है। अनि तर यसमा जुन आमा जाजरकोटमा त्यो भित्तो कोपर्दै गरेकी आमाको अनुभव छ नि, त्यो अनुभव त तपाईँ हामी कसैको पनि छैन नि त। लगभग 100% जसले यो सुन्दै हुनुहुन्छ लगभग भनिरहेको छु म, कसैको पनि त्यस्तो अनुभव छैन। तर नि भोलि के हुन्छ कसैलाई पनि थाहा छैन क्या। त्यो आमाको ठाउँमा भोलि म पनि हुनसक्छु, तपाईँ पनि हुन सक्नुहुन्छ है। अनि यो सुन्नेको मूल्यमा जुन आमाले चाहिँ त्यो बच्चा मरिसकेको बच्चालाई दुध खुवाउँछु भनेर जिद्दी गरेको छ, ती आमाको ठाउँमा पनि तपाईँ पनि हुन सक्नुहुन्छ, म पनि हुन सक्छु। झट्ट हेर्दाखेरि यो कुरा तपाईँ हामीलाई अलिक अस्वाभाविक लाग्छ, हामी त्यसरी सोच्दैनौँ है। त्यसमा जब तपाईँले यस्तो कुराहरू पढ्नुहुन्छ तब तपाईँको मस्तिष्कले के सोच्छ थाहा छ? भित्रभित्र कुनै बेलामा तपाईँले आफूलाई पनि त्यो आमाको ठाउँमा राखेर हेर्छ क्या। कुनै बेला म पनि त्यो ठाउँमा हुनसक्छु। यदि त्यो ठाउँमा भएँ भने हाउ डु आई कोप विथ द्याट, त्यसलाई म कसरी सम्हालिन्छु, कसरी सहन्छु, कसरी सहन गर्छु, के हुँदो रहेछ, ती आमाको अनुभवबाट कसरी सुन्ने। त्योभन्दा अझै धेरै कन्स्ट्रक्टिभ भनेको चाहिँ त्यस्तो अवस्थामा आउनबाट म बच्ने कसरी होला। मैले अघि तपाईँलाई सुन्नेको मूल्यको कथा भन्दै गर्दाखेरि घर त बाउको स्टोरी किन भने यो कथा पढ्ने थुप्रै यदि चाहिँ त्यो सम्भावित जुन भीमकाजी छ, त्यो सम्भावित भीमकाजीहरूले यस्तो किताब यस्तो प्रसङ्ग पढे भने, जुन रक्सी खाएको बेला त उसले श्रीमतीलाई लात्ते हान्यो, उसको कारणले बच्चाको मृत्यु पनि भयो है। तर त्योभन्दा अगाडि त ऊ एउटा साधारण बाउ थियो, पछाडि पनि ऊ त पितृवियोगमा त छ नि त फेरि है। अब त्यो सम्भावित हुने मान्छेले यस्तो पढ्यो भने चाहिँ त्यो कसरी नहुने, आफूलाई समयमित कसरी गर्ने, त्यो चाहिँ त्यो ट्राजेडी जुन हो त्यो ट्राजेडी हुनबाट कसरी रोक्ने। जानेर त मान्छेले गर्दा हुन्छ, जस्तो भूकम्पमा त कसैको केही जोड लागेन, तर यो चाहिँ यो सुन्नेको मूल्य बच्चाको त मान्छेको एजेन्सी, मान्छेले गरेर भएको नि त्यो त बच्चाको मृत्यु, त्यो हुन कसरी नदिने, त्यस्तो पनि हुन सक्दो रहेछ है भनेर त्यो चाहिँ हाम्रो ब्रेनले नयाँ सर्किट बनाउँछ क्या। कस्तो गजब कुरा छ हेर्नु त। यस्तो ट्राजिक स्टोरीलाई देखाएर मैले तपाईँहरूलाई पढाइको महत्त्वबारे कस्तो कस्तो गहिरो इन्साइटको बारेमा तपाईँहरूलाई भने नि है। अनि त्यस पछाडि तपाईँ हामीले यी किताबहरू पढेनौँ भने त्यस्तो जुन इन्साइट आउन सक्छ, जुन पढ्दाखेरि तपाईँ हाम्रो मस्तिष्कको एकदमै ठुलो भाग झलमल्ल भए जस्तो हुन्छ क्या। यो रिडिङको अर्को चाहिँ यो हाम्रो रिडिङको न्युरो साइन्सले के भन्छ भने, मैले यो हात चलाएँ, यो हात चलाउँदाखेरि मेरो मस्तिष्कको 0.0001% भाग मात्रै एक्टिभ हुन्छ कि, किन यसको रिप्रेजेन्टेसन ब्रेनको एक ठाउँमा एकदमै सानो ठाउँमा हुन्छ। म हिँड्दैछु, मेरो शरीरको यति धेरै मसल चलेका छन्, तर पनि 0.05 जति ल मानौँ त्यति भाग एक्टिभ होला है। तर जब तपाईँले आफ्नो अस्तित्व नै बिर्सिने गरी, आफ्नो वरिपरि के छ भन्ने कुरै बिर्सिने गरी एउटा किताबका शब्दमा डुबेर तपाईँ जब त्यो दृश्य कल्पना गर्न थाल्नुहुन्छ, जब मैले अघि तपाईँलाई पढेर सुनाउँदै थिएँ, जब तपाईँले अघि जाजरकोटमा छेउमा चाहिँ त्यो बच्चाको नापो लिएर काटेर बाँसको खट बनाइरहेछ बच्चालाई राख्नलाई, अनि त्यो बच्चाको शरीर चापेर आमाले चाहिँ त्यो एउटा हातले के अरे धरती कोतरेर जब त्यो बच्चाको नयाँ कपडा निकाल्दै थिइन् भन्ने जब तपाईँले सुन्दै हुनुहुन्थ्यो नि, त्यो बेला तपाईँको मस्तिष्कको लगभग 100% चाहिँ त्यो कुरामा केन्द्रित थियो कि। जब पढ्दै थिएँ मेरो त्यो कुरामा केन्द्रित थिएँ, र त्यसले मलाई चाहिँ भाव विहोल बनाइरहेको थियो। त्यो भनेको कस्तो समय हो थाहा छ? न्युरो साइन्सले के भन्छ भने त्यो बेलामा तपाईँको ब्रेनको एकदमै ठुलो लगभग 100% भन्ने मिल्ने खालको झलमल्ल हुन्छ क्या। मान्छेले आफ्नो जीवनको बारे, मानव अस्तित्वको बारे त्यो केही क्षणको समय हो नि, त्यसमा चाहिँ उसले एकदमै अरू बेला पाउनै नसक्ने इन्साइट पाउँछ। अरू बेला चाहिँ महिनासम्म सोच्दाखेरि पनि जुन कुरा उसले बुझ्न नसक्ने हो, त्यो एउटा क्षणमा उसले त्यो बुझ्न सक्छ क्या है। पढाइको महत्त्व त्यस्तो हो। अनि मैले अझै स्पर्श भएको छैन,
त्यस्ता जङ्गबहादुरको त कथा भन्नै बाँकी छ। कुनै एक दिन म तपाईँहरूलाई जङ्गबहादुरको कथा पनि भनौँला। जङ्गबहादुरको कथाभित्र आएको एउटा सबप्लटको कथा सुनाएँ। यो पढिसक्ने बेलासम्म मैले अब बारम्बार यसका कथाहरू म तपाईँहरूलाई पढेर सुनाउँछु, यसको प्रसङ्ग बताउँछु। अनि अहिलेसम्म पनि यदि किन्नु भएको छैन भने कृपया किनिहाल्नुहोस्, पढिहाल्नुहोस्। म त भन्छु पहिला छुट्याउनु भएको छ भने शून्यको मूल्य पनि किनेर पढ्नुहोस् श्रृङ्खलाबद्ध रूपमा 5 दिन 7 दिन लगाएर यो दुईटै किताब पढ्नुहोस् त। तपाईँलाई त्यसले चाहिँ पुरै ट्रान्सफर्म गरेर एक किसिमको मान्छेबाट अर्को किसिमको मान्छे बनाइदिने तागत राख्छ। अनि ल म आज चाहिँ यति भने कि हामी अर्को भिडियोमा भेट्छौँ।